हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी डुल्नका लागि ओयामा जान लागेको छौँ। त्यही भएर आज चाहिँ मैले भ्लग स्टार्ट गरिरहेको छु। अब चाहिँ हामी निक्ल्यौँ माथि। खै अब हेरौँ कस्तो हुन्छ। ल जाउँ बुढा। रेडी? यस्तो चाबी लाउनु। यतिकै हिँडाइछ भराइ गाड्नु हुँदैन नि। आहा हुँदैन होला। ओयामा जाने चाहिँ हामी चाहिँ बसमा जाने। चाहिँ बस स्ट्यान्डको छेउमा चाहिँ म्याप पनि राखिदिएको रहेछ। ल हामी चाहिँ बसबाट जाइसक्यौँ। अब चाहिँ कति हिँडेर त्यसपछि केबल कार चढेर जानुपर्ने रे। यस्तो छ यहाँको भ्यू चाहिँ अहिले। मुभीहरू चाहिँ पहिल्यै भइरहेको छ। बस स्ट्यान्डबाट झरिसकेपछि चाहिँ हामी ठाडै उकालो चढ्नुपर्ने रहेछ। साइडमा यहाँ सानो खोला पनि छ। त्यसपछि माथितिर हिँड्दै गएपछि सिँढीहरू छ। सिँढीहरू हिँड्दै गएपछि चाहिँ साइडमा यस्तो खानेकुराको अनि खेलाउने यस्तो ह्यान्डमेड सामानहरू कति धेरै पाउने रहेछ। त्यहाँको अब लोकलको ह्यान्डमेड केही स्पेसालिटी होला नि त त्यसमा। यस्तो सबै राखेको रहेछ। खानेकुराहरूको पनि रेस्टुरेन्टहरू पनि रहेछ सानो। हामीलाई लगभग बसबाट झरिसकेपछि 15 मिनट ज्यादा लाग्यो होला। त्यहाँबाट माथि केबल कार चढ्ने ठाउँ पुग्नको लागि चाहिँ। यो चाहिँ केबल कारको टिकट काट्ने ठाउँमा पुग्न लागेको बेला हो। त्यहाँ चाहिँ एउटा सानो पुल जस्तो छ। अनि त्यहाँ यस्तो सानो झरना पनि छ। यो केबल कारको टिकट काट्ने ठाउँ आइपुग्यौँ है बल्ल। हिँडेर 15-20 मिनट जति हिँडेर यता आइराख्नु भएको छ। कतिवटा मान्छेहरू आइरहेको छ। यहाँ चाहिँ हामीले केबल कारको टिकट लियौँ। दुईवटा बुढाबुढीको लागि। लाइनमै बाहिर गएर केबल कार पर्खिरहेको थियौँ। त्यसपछि चाहिँ हाम्रो केबल कार पनि आयो। सबैजनाले भिडियो गरिराख्नु भएको थियो। त्यहाँ नि केबल कार पनि यहाँको त अर्कै टाइपको के उकालो थियो नि त। ठाडै उकालो डाँडा हो। अनि पुरा यो बिस्तारै धेरै थोरालो भएकोले यो केबल कार चलाउने ड्राइभरको टाउकोमा दुखिरहेछ। म त सानो मान्छेको पो रहेछ भनेको त छोरी मान्छे रहेछ चलाउने चाहिँ। जम्मा मास्तिरबाट बिहानै थियो नि त। त्यही भएर यहाँ बिचमा चाहिँ यो दुईवटा बाटो छुट्याइदिएको रहेछ। दुईवटा केबल कार क्रस पनि भयो। ल हामी चाहिँ आइपुग्यौँ केबल कारबाट झरेर। अब एकछिन हिँडेपछि आइपुग्छ होला सायद। हामी हिँड्दैछौँ अहिले चाहिँ। बुढाबुढी कस्तो लाग्यो त बुढा ठाउँ है? यस्तो दामी छ। डाइबी कस्तो लाग्दैछ त? हजुर दामी है।
यो त जापानमा सबैजना देख्नुभएको होला, जहाँ पनि यसरी हात धुने हुन्छ नि। यो चाहिँ हो खानागावा किन ओयामा फ्री श्राइनको भ्यू यस्तो छ। त्यहाँ चाहिँ हजुरहरू पनि जान सक्नुहुन्छ। 300 रुपियाँले 7 सुपहरू नै खानको लागि पाउने रहेछ। यस्तो स्टल लगाएको हुने रहेछ, सस्तो थोरै उगाउनको लागि पाउने रहेछ। यो त माथि डाँडा हो नि त, अनि यहाँबाट तलतिर हेर्दा चाहिँ ठ्याक्कै तलको सिटीहरू पनि देखिने क्या मजाले। घाम लागेको बेला त झन् कस्तो राम्रो देखिने रहेछ। हामी ठिक्क घाम लागेको दिन गएछौँ, राम्रो भ्यू देखिरहेको थियो। यहाँ चाहिँ मैले अलिअलि हिँडेर भिडियो बनाऊँ न भनेर गर्दै थिएँ। भिडियोग्राफर चाहिँ मेरो बुढा, अनि अलिअलि नक्कल त पार्नु परिहाल्यो भिडियोमा। ढोकेको भिडियो गरिदिनु भएन ल फेरि ढोक्नु। यो चाहिँ त्यहाँ भित्रको दृश्य। त्यहाँ चाहिँ यो पानी पोखरी जस्तो रहेछ सानो, अनि त्यहाँ चाहिँ ड्राइगनको त्यो थियो, त्यहाँबाट मुखबाट ड्राइगनको मुखबाट पानी जाइरहेछ। यता नि स्ट्याचुहरू पनि रहेछ। त्यसको साइडमा यो ठुलो ठुलो वाइनको बोतल जस्तो थियो, के हो यहाँ चाहिँ क्यान्डल रहेछ। यसरी बाल्दा हुने रहेछ। सक्यो त्यो यति त रहेछ। फोटोहरू खिचिसकेपछि त्यहाँ हल्का घुमघाम गरिसकेपछि चाहिँ भोक लाग्यो। हामीले चाहिँ खाजाहरू पनि बनाएर ल्याएको थियौँ। हामीले टिकटकहरूमा यसो सर्च गरेर हेर्दाखेरि यो जिदो हानबाइकी चाहिँ पाउँछ जुसहरू खानको लागि, पानीहरूको लागि, तर खानेकुरा चाहिँ छैन, पाउँदैन भनेको भएकोले हामीले चाहिँ खाजा बोकेर गएको थियौँ। त्यही भएर खाजा खायौँ। घुमेर डुलेर त्यसपछि फोटोसोटो टिकटक सिकटक बनायौँ। त्यसपछि हामी त्यही बाटो फर्क्यौँ। फर्किँदाखेरिको भिडियो मैले बनाइनँ। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैजना धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक, सेयर एन्ड सब्सक्राइब। बाई बाई।